त्यसैगरी महत्त्व यसको के छ त्यो सोधे पनि, अव्यय के छ कम्पोनेन्ट, यो अव्यय भनेको यसको कम्पोनेन्ट सोधे पनि, यसका गुण फिचर्स सोधे पनि, विशेषता सोधे पनि, तत्व सोधे पनि, हैन जे सोधे पनि यसको एउटै एन्सर हुन्छ है। यसको एउटै एन्सर हुन्छ र त्यसको चाहिँ ट्रिक्स पनि, यसको चाहिँ के छ ट्रिक्स पनि रहेछ। त्यो भिडियोको अन्त्यसम्म हेर्नु होला। र हाम्रो यो टपिक एकदम सजिलो हुनेछ, एकदम फर्मुला बेस्ड हुनेछ। र यो भिडियोलाई चाहिँ के गर्नु होला, अन्तिमसम्म हेर्नु होला। र हाम्रो च्यानललाई के गर्नु, अहिले नै थिचिहाल्नु त, सब्सक्राइब बटन थिचेर बेल नोटिफिकेसन पनि अन गरिहाल्नु है। अब हामी भिडियोलाई सुरु गर्छौँ। अब यहाँ हेर्नुहोस् त, सुशासनको परिचय लेख्दाखेरि के कुरा बुझ्नु पर्छ भने, एउटा यसमा त्यो राजनीतिक कुरा बुझ्नुहोस्, एउटा प्रशासनको संयन्त्र बुझ्नुहोस् र न्याय प्रणाली बुझ्नुहोस् है। अब यो परिचय एकदमै तपाईको पूर्ण परिचय हुन जान्छ। राजनीतिक कस्तो हुनुपर्छ भने त असल संस्कार हुनुपर्छ है। असल राजनीतिक संस्कार हुनु पर्यो हैन। लोकतान्त्रिक पद्धति हुनु पर्यो सुशासनमा है। त्यसपछि प्रशासन कस्तो हुनु पर्यो त, कुशल र जनउत्तरदायी हुनु पर्यो। कुशल र जनउत्तरदायी प्रशासन हुनु पर्यो। अनि न्याय प्रणाली कस्तो त, निष्पक्ष र पहुँच योग्य हुनु पर्यो। यो भएपछि के हुन्छ, यही हाम्रो सुशासन हो। सुशासनको परिचय नै के भयो, असल राजनीतिक संस्कार र लोकतान्त्रिक पद्धति, कुशल र जनउत्तरदायी प्रशासन संयन्त्र एवं निष्पक्ष र पहुँच योग्य न्याय प्रणाली युक्त शासन नै के भयो त, सुशासन भयो। यो एउटा के भयो, एउटा बुँदा। त्यसै गरी दोस्रो लाइनमा हेर्नुहोस् त, यसमा के छ, राजनीतिक प्रशासनिक आर्थिक न्यायिक विकृति बिनाको शासन हुन्छ। यसमा चाहिँ कुनै किसिमको चाहिँ राजनीतिक विकृति हुनु भएन, प्रशासनिक विकृति हुनु भएन, आर्थिकको चलखेल हुनु भएन, न्यायिकमा चाहिँ सक्षम र स्वतन्त्र निष्पक्ष हुनु पर्यो। त्यसमा अरूको चाहिँ राजनीतिक दबाव या कुनै बाहिरी दबाव हुनु भएन। यो नै के छ, यस्ता विकृति बिनाको शासन नै के हुन्छ, सुशासन हुन्छ है त। यसमा सरकारले विभेद रहित, यसमा चाहिँ सरकारले कोही कसैसँग पनि विभेद गर्दैन, न्याय दिन्छन् है, न्यायपूर्ण हुन्छ र नैतिक ढङ्गबाट सार्वजनिक कोष कार्य र सेवाको सञ्चालन र व्यवस्थापन गर्दछ। यो भनेको हेर्नुहोस् त, तीनवटा बुँदामा के बुझ्नुभयो भनेदेखि, पहिला त राजनीतिक के हुनु पर्यो, असल संस्कार र लोकतान्त्रिक पद्धति हुनु पर्यो। प्रशासन भनेको कस्तो, कुशल र जनउत्तरदायी हुनु पर्यो। न्याय प्रणाली कस्तो त, निष्पक्ष एवं पहुँच योग्य हुनुपर्छ। यसमा के हुनुहोस् त, राजनीतिक प्रशासनिक आर्थिक न्यायिक विकृति बिनाको शासन हुन्छ। यसमा सरकारले विभेद रहित न्यायपूर्ण र नैतिक ढङ्गबाट सार्वजनिक कोष कार्य एवं सेवाको सञ्चालन र व्यवस्थापन गर्दछ। यो भयो। अब हेर्नुहोस् त, अवधारणा सोधे पनि यही हुन्छ है त। परिचय भयो, अवधारणा, यो दुवै एउटै कुरा हो। अब अवधारणा भन्यो भनेदेखि, यो अवधारणाको विकास वर्ल्ड ब्याङ्कले सन् 1989बाट सुरु गरेको थियो। सब सहारान अफ्रिका फ्रम क्राइसिस टु सस्टेनेबल डेभलपमेन्ट नामक प्रतिवेदन मार्फत सुशासनको विषयको चर्चा ल्याएको थियो। अब हेर्नुहोस् त, नेपालको संविधानको प्रस्तावनामा नै यो सुशासनप्रति प्रतिबद्ध रहेको छ। सुशासनलाई व्यवस्थापन गर्नको लागि कानुनी रूपमा सुशासन सञ्चालन तथा व्यवस्थापन ऐन 2064 र नियमावली 2065 कार्यान्वयनमा रहेको छ। यसको अलावा के छ भनेदेखि, हाम्रो सूचनाको हक सम्बन्धी छ। सूचनाको हक सम्बन्धी ऐन पनि यो के छ, सुशासनकै कानुनी हो। ल अब चाहिँ हामी अर्कोमा हेर्नु छ, सुशासनको अव्यय महत्त्व जे सोधे पनि यसको चाहिँ पिलर हेर्नु होला। फर्मुला के छ त यसको, 4 पिलर 5ER+D हो। यो सोधे, यो याद गर्नुहोस्। 4 पिलर भनेको के त, यो 4 पिलर भनेको एडीबीले प्रकाशन गरेको छ। एडीबीले भनाइअनुसार 4 पिलर यसमा हुनुपर्छ। के को, सुशासनको 4 पिलर भनेको यो पार्टिसिपेसन, ट्रान्सपेरेन्सी, प्रिडिक्टेबिलिटी र एकाउन्टेबिलिटी। पिप्याट यसलाई बुझ्नु न। पिप्याट भनेको 4 पिलर भनेको, पार्टिसिपेसन के हुन्छ, शासनमा सबैको सक्रिय र न्यायपूर्ण सहभागिता सुनिश्चितता हुनु पर्यो। त्यसमा ट्रान्सपेरेन्सी, खुल्ला कार्यशैली र सूचनामा सबैको पहुँच हुनु पर्यो। प्रिडिक्टेबिलिटी भनेको सेवा र विकास प्रिडिक्टेबल र प्रोएक्टिभ हुनुपर्छ। एकाउन्टेबिलिटी हुन्छ, जुनसुकै कार्य गर्दा पनि त्यो के भन्छ,
प्रशासनिक प्लस राजनैतिक के हुनुपर्छ, जवाबदेही हुनुपर्छ त्यो कामप्रति। त्यो काम गर्नु पनि पर्छ र त्यसको चाहिँ त्यो कामप्रतिको यदि प्रश्न उठ्यो भनेदेखि त्यो प्रश्नको चाहिँ जवाब पनि दिनुपर्ने हुन्छ। यो एकाउन्टेबिलिटी यो कसले एसियाली विकास ब्याङ्कले को मान्यता अनुसार यसो 4वटा पिलर रहेछ के को सुशासनको रहेछ। अरू हेर्नुहोस् त 5E र RDO पनि यसको चाहिँ अवयवहरू हुन्। 4 पिलर त छँदैछ। 4 पिलर सोध्यो भनेदेखि एडिबी अनुसार चाहिँ 4वटा बनिएको छ हैन, अरू चाहिँ 8वटा रहेछ। अब यो पनि हेरौँ, यो भनेको 5E। 5E मा पहिलो के हुन्छ, इक्वालिटी हुन्छ, विभेद रहित व्यवहार, त्यसमा चाहिँ विभेद हुनु भएन। एउटा चाहिँ इक्विटी, स्पेशल ट्रिटमेन्ट फर मार्जिनलाइज्ड। अर्को भनेको इफेक्टिभनेस, गुणस्तरयुक्त, भ्रष्टाचार मुक्त र नागरिक मैत्री सार्वजनिक सेवा हुनु पर्यो। अर्को भनेको इफिसियन्सी, सार्वजनिक कार्य र स्रोतको कुशल र प्रभावकारी परिचालन एवं परिचालनमा सदाचार र नैतिकताको सुनिश्चितता हुनु पर्यो। अर्को भनेको इकोनोमिक, म्याक्सिमम डिलिभरी विथ मिनिमम रिसोर्सेस। रुल अफ ल, कानुनको अगाडि सबै समान र कानुनद्वारा सबैलाई समान संरक्षण हुनु पर्यो। डिसेन्ट्रलाइजेसन, शक्ति र स्रोतको विकेन्द्रीकृत प्रयोग हुनु पर्यो। अर्को भनेको इन्क्लुसन, पिसिडिएको लिङ्ग, वर्ग र समुदायको न्यायपूर्ण सहभागिता र समानुपातिक प्रतिनिधित्व हुनु पर्यो। अर्को भनेको ओनरसिप, ओनरसिप भनेको नागरिकमा राज्यप्रति अपनत्व र स्रोतप्रति स्वामित्वको बोध हुनु पर्यो। अनि यही चाहिँ के भयो त 5E प्लस R प्लस DIU। यो भनेको के छ, सुशासनको अवयवहरू हुन्। ल साथीहरू, थ्याङ्क यू फर वाचिङ। यदि हाम्रो भिडियो पुरै अन्त्यसम्म हेर्नु भएको छ भनेदेखि हाम्रो च्यानललाई अझसम्म सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, शेयर कमेन्ट गरिराख्नुहोस्, केही गुनासो सम्बन्धी कमेन्ट पनि गर्नुहोस्। हस्, धन्यवाद। अब हामी अर्को भिडियोमा भेट हुनेछौँ।